हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा। आज म जाँदैछु पोखरा एभेन्जर्सको गेम हेर्न, त्यो पनि पोखरा एभेन्जर्सको फ्यान बसमा चढेर। म, आशिष अनि अशोक तीनजना हामी जाँदै थियौँ। बसको माहौल रमाइलो नै थियो। हामी ट्याक्क लास्ट सिटमा बसेर जाँदै थियौँ र यो दमबली नजिकै चिया खान रोकेका थियौँ एकैछिन। राति 11 बजे हिँडेको, यो 12 बजेतिर रोकेका थियौँ हामी। पोखराबाट 11 बजेतिर हिँडेका थियौँ हामी र हामी राति चाहिँ निदाइएछ। अनि यो काठमाडौँ कलङ्कीमा पुगेपछि एकैचोटि खिचेको थिएँ मैले, बिहान नै 6 बजेतिर खिचेको थिएँ। कलङ्कीमा चार्ज गर्न रोकेको थियो गाडी। त्यस पछाडि हामी स्टेडियमतिर लाग्यौँ। यो चाहिँ टियुभित्रको, खासै राम्ररी खिच्न त पाइएन, त्यही पनि राम्रै छ। यस्तो हामी तीनजना ट्याक्क चिया खान हिँड्दै थियौँ। चिया खाजा केही खाऊँ भनेर भोक लागेर। टियुभित्र चाहिँ एकदमै रमाइलो लाग्यो मलाई एकदम, तर अलिकति व्यवस्थित गर्नुपर्ने छ, तर रमाइलो नै छ। अलि धेरै खुल्ला ठाउँ छ, त्यसलाई व्यवस्थित गर्ने रमाइलो छ। हामी ट्याकट्याक हिँड्दै थियौँ के खाने कता जाने भनेर। हामीले खाजा खायौँ, अन्डा अनि चना। त्यस पछाडि हामी गयौँ टियु बाहिर पनि खाजा खान मिल्ने ठाउँ छ। यस्तो रमाइलो छ बाहिर पनि। पोखरा एभेन्जर्सले नै उपलब्ध गराएको यो हाँडी बिरयानीको एकदमै मिठो बिरयानी थियो। हाँडी बिस्ट्रोबाट आएको बिरयानी एकदम दामी थियो। अनि हामीले अनबक्सिङ गर्दैथ्यौँ, चौरमा बसेर खाँदै थियौँ घाम तापेर ट्याक्क। यस्तो दामी थियो। उनीहरूले खाँदैछन्, ल हेर्नु। उसले चाहिँ पनिर खाएको थियो, यस्तो बवाल थियो। सबैजना चौरमा बसेर पोखरा एभेन्जर्सको कुकुर आएको थियो उताबाट। अनि मलाई फेरि कुकुर एकदमै मनपर्ने भएर कुकुरलाई मैले दिइहालेँ फेरि। त्यसपछि हामी हिँड्यौँ स्टेडियमतिर, ट्याक स्टेडियमतिर लाइन लगाएर हिँड्यौँ। भित्र चाहिँ यस्तो टिकट ठडाएर आउनु भन्दै थियो गाली गरेर। अनि हामी यस्तरी कैदीको जस्तो ठडाउँदै जायौँ। जो सेक्युरिटीको लागि हो एकदमै त्यसलाई केही नभनौँ, त्यसको नराम्रो कुरा केही पनि छैन, राम्रो नै छ। त्यस पछाडि दौडिँदै भाग्दैछन्, सुदूरपश्चिमको फ्यानहरू अगाडि दौड्दैछन्। त्यसपछि मेरो ड्रिम कम टु ट्रु भन्ने टाइपको भयो कि यो स्टेडियम। यस्तो दामी, यस्तो बवाल बनाउनु भएको छ स्टेडियम, होइन? जहाँसुकैबाट हेरौँ, जुनसुकै एङ्गलबाट हेर्दा पनि एकदमै राम्रो, एकदमै ब्युटिफुल। नेपालको स्टेडियम यस्तो छ, अब अझै यसलाई राम्रो बनाउने भने कस्तो हुन्छ होला कि अझै। म त यति खुसी, यति भावुक भएँ, म यति खुसी भएँ, म त कुरै नगरौँ कि। यस्तो दामी, म त हेरेर थाकिनँ कि त्यहाँ हेरेर। त्यसपछि गेम हारियो अनि हामी डिसएपोइन्टेड हुँदै निस्क्यौँ। हामी रातिको गेम पनि फ्लड आउटमा हेर्ने भन्ने प्लान थियो, तर हेर्न पाइएन। अब फ्यान बसमा आएको हिसाबले त्यही अनुसार हिँड्न पर्ने भएर जे होस्, आफै डिसएपोइन्टेड भयो आफ्नो गेम हारेर। सो यही हो। थ्याङ्क यू फर वाचिङ गाइज।